अहिले चाहिँ यो सरसामानहरू हामीले केही राहतको सामग्रीहरू भनौँ न हामीले आफै यहाँ गएर वडा अध्यक्षले यहाँ चामल बोक्दै हुनुहुन्छ ल्याएर हामी यहाँ पुगेका छौँ। पारी बोकेर हिँडिसक्नुभयो एकजना भाइले हाम्रो अरू सरसामानहरू होइन तेल नुनहरू बोकेर हिँड्दा छन् चाउचाउहरू। यो अहिले केही समयको लागि तत्कालीन हिसाबमा यो सामानहरू लगेर हामी घरतिर जाँदैछौँ। यतिखेर हामी डोल्पा जिल्ला ठुलीबेरी नगरपालिका अन्तर्गत यो वडा नम्बर 7 को यो अन्तर्गत रहेको यो पारङ्गा भन्ने बस्तीमा छौँ। यहाँ चाहिँ एउटा एकल वृद्ध असहाय 71 वर्षको वृद्ध लक्ष्मी बुढा चाहिँ यहाँको स्थानीयहरूले आश्रय दिएर विगत 6 वर्षदेखि बसिरहेको भन्ने एउटा खालको हामीले सूचना पाइसकेपछि यहाँको स्थानीय सरकारको प्रतिनिधि ठुलीबेरी नगरपालिका अन्तर्गत वडा नम्बर 3 का वडा अध्यक्ष भक्त भण्डारी ज्यू र म यहाँ आएर यहाँको स्थलगत अनुगमन गरिसके पछाडि उहाँलाई हामीले तत्काल उद्धारको लागि विभिन्न सरकारवाला निकाय र राज्यका विभिन्न सम्बन्धित निकायहरूसँग एउटा खालको समन्वय गर्दै यहाँसम्म पुग्यौँ। पुगिसकेपछि तत्कालीन कुराहरू धेरै समस्याहरू देखियो। उहाँलाई हामीले यहाँबाट अलिकति सुविधा हुने ठाउँमा लिने र व्यवस्थित ढङ्गले राख्ने भन्ने उद्देश्य थियो। तर त्योसँगै आउँदाखेरि उहाँसँग थुप्रै कुरा जोडिएको हामीले पायौँ। उहाँकी छोरीको नातिनीहरू 2 जना जति हुनु रहेछ। उहाँ पनि उहाँहरूकै सहारामा बस्ने र उहाँहरू नानीहरूले पढ्दै गरेको अवस्था रहेछ। उहाँहरूको बुवा चाहिँ पहिले नै बितिसक्नु भएको रहेछ। उहाँकै आश्रयमा स्थानीयहरूको आश्रयमा बस्दै आउनुभएको रहेछ। एउटा सानो 7 वर्षको नानी, एउटा चाहिँ अहिले भर्खरै एससी दिएको नानी हुनुहुन्छ। त्यही सिलसिलामा हामीले चाहिँ यहाँ आउँदाखेरि सामान्य रूपमा तत्कालीन रूपमा थोरै सहयोगहरू गरेका छौँ। त्यही सन्दर्भमा यहाँ वडा अध्यक्ष भक्तबहादुर भण्डारी हुनुहुन्छ। यो विषयमा थोरै जानकारी गरिदिनु पऱ्यो र के सहयोग ल्याएर हजुरले यहाँ हस्तान्तरण गर्दै हुनुहुन्छ, जानकारी गरिदिनु। अब अहिले तत्कालीन पत्रकार हाम्रो पत्रकार महोदय अथवा सरोज भाइले एकदम साथ सपोर्ट दिएर होइन हिजो अस्ति 2-4 दिन अगाडि हामी जोडेका थियौँ। त्यो जोडेको अवस्थामा अब एउटा सामाजिक सञ्जालबाट थाहा भयो कि यो ठाउँमा यस्तो छ भनिसकेपछि ल हामी लागिहालौँ त गरिहालौँ भनिसकेपछि हामी तत्काल आज यहाँ आयौँ। आइसकेपछि उहाँको पहिला त उहाँलाई पर्सनली कुरा छ, उहाँलाई सोध्नु पऱ्यो उहाँको इच्छा आकाङ्क्षा के छ, उहाँको विचार के छ, उहाँको भनाइ के छ भनेर बुझ्ने क्रममा आउँदाखेरि उहाँको विचार चाहिँ 2टा बाल बच्चाहरूलाई व्यवस्था गरिदिएपछि म वृद्ध आश्रममा पनि भए पनि जान्छु भन्ने उहाँको एउटा मनसाय बुझियो। त्यस क्रममा हिजो अस्तिदेखि हामी लागि परिरहेका थियौँ कि मैले त अब अरू अन्य ठाउँ त होइन, म एउटा जिल्ला प्रमुख जिल्ला अधिकारी एकजना हुनुहुन्छ जुनु हमाल ढकालको सहायतामा सहकार्यमा हामीले माथि पहल गर्दाखेरि वृद्ध आश्रममा त्यहाँ चाहिँ एउटा कोठा चाहिँ बाँकी खाली राखिदिनु होला भनेर उहाँले चाहिँ खाली राखिदिने भनेर पनि उहाँले पहल गर्नुभयो। उहाँ त्यहाँ पनि एउटा खालको के अरे डिसिजन भइसकेको छ, ल हजुरको लागि एउटा कोठा चाहिँ राखिदिन्छु र तपाईँ पहल गर्नुहोस् भनिसकेपछि हामी यहाँ पुग्यौँ। यहाँ आइसकेपछि अब उहाँलाई अब तत्काल आवश्यकता पर्नेहरू अब केही दिनको लागि भनेर हामीले नुन चामल तेल अन्डा अनि चाउचाउ अनि यो दाल अनि यो हर्लिक्स अनि यो कफीहरू ल्याएर यो हाम्रो यो छेनीको लागि यसले त सधैँभरि पुग्दैन, सधैँभरि हामीले पनि पुर्याउन सक्दैनौँ होइन। त्यस बखतमा त यो भइसकेपछि पछि यो अब उहाँलाई चाहिँ अर्को ठाउँमा लानको लागि कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता छ। उहाँको वडा, उहाँको स्थानीय सरकार अथवा जिल्ला समन्वयबाट हामीले सहमति लिइसकेपछि अनि हाम्रो कानुनी चाहिँ पुरा गरिसकेपछि उहाँलाई लिने व्यवस्था हामीले गर्ने के अरे जमर्को गरिरहेका छौँ। त्यसमा चाहिँ साथ दिने अध्यक्षज्यू मैले हजुर कुरा यहाँनिर अलिकति ब्रेक गरेँ। जस्तै अब यो तत्कालीन हिसाबमा उहाँलाई उद्धार गर्नुभन्दा त्योभन्दा केही समयको लागि कानुनी प्रक्रिया गर्नको लागि
गरुन्जेलसम्मको लागि यो उहाँहरूलाई खाने र केही बेसिक कुराहरू ल्याएर हजुर यहाँ आइसक्नु भएको छ। अब उहाँलाई उहाँसँग जोडिएका दुईवटा नानीहरू पनि भएको देखियो। अब यो नानीहरूको पढाइको लागि त्यस पछाडि यिनीहरूको अब नानी एसी दिएको छ, त्यस पछाडिको यो +2 को शिक्षा हासिल गर्नको लागि हजुरको तर्फबाट एउटा स्थानीय प्रतिनिधिको हिसाबले र यहाँको सरकार निकायलाई अब त्यो के पहल गर्नुभएको छ र एउटा नानी 7 वर्षको नानी छ अब भर्खरको उसलाई पनि गर्नको लागि के प्रक्रिया गर्नुभएको छ, के सोच बनाउनु भएको छ त्यो पनि थोरै भनिदिनु पर्यो। अब यो जुन एसी दिने नानी छ त्यो नानीको लागि चाहिँ मैले हाम्रो सरस्वती उच्च माध्यमिक विद्यालयमा पनि 11-12सम्मको लागि स्कलरसिप पाउने व्यवस्था छ। त्यसमा चाहिँ मैले एकदम पहल गर्ने पनि छु र गरिरहेको पनि छु। तत्कालै त्यो नानीलाई चाहिँ त्यहाँ व्यवस्था गर्नेछु। र सानो नानीलाई भने एउटा बोन गुम्बा भन्ने छ, बोन समाज एउटा स्कुल छ, त्यो स्कुलमा चाहिँ व्यवस्था गर्ने भनेर मैले अघि नै उहाँको एउटा के भन्छ त्यो फाउन्डर अथवा यो व्यवस्थापन बोन गुम्बा व्यवस्थापन समितिको उपाध्यक्षसँग मैले कुरो गरेर नानीको लागि पनि मैले पहल गरिसकेको छु। अब केही दिनमा 10-15 दिनमै नानीको पनि व्यवस्था हुनेछ भन्ने मैले लगेको छु, अठोट लिएको छु। र यो पनि अब अहिले यो एउटा कुरो यो नेपाल सरकारले नै गरेको मान्नुपर्छ। म पनि नेपाल सरकारको मान्छे भइसकेपछि, स्थानीय सरकार भइसकेपछि ठुलीबेरी लगायत योभन्दा अगाडि पनि 7-8 जना हामीले सुर्खेतमा मानव सेवा आश्रममा लग्यौँ। हाम्रो ठुलीबेरी नगरपालिकाको मेयर साहबले पनि एकदम इच्छा आकांक्षा उहाँको जोस जाँगर साथ उहाँले पहल गरेर आफ्नै नगरपालिकै खर्चमा लिन सफल भयौँ र यसमा सामाजिक विकास मन्त्रालयले पनि सहयोग गरेको थियो योभन्दा अगाडि। अहिले पनि हामीले एकदम काठमाडौँमै भित्र आश्रमको पनि धेरै हामीले इच्छा आकांक्षा पुरा हुन्छ कि भन्ने हाम्रो आश 100% पूर्ण आश लिएको छौँ। र यसमा पनि सहयोग गरिदिनु हुने सम्पूर्ण पत्रकार महोदय र जिल्ला प्रमुख जिल्ला अधिकारी र यो सम्पूर्ण सरकारलाई पनि म धन्यवाद दिन्छु। धन्यवाद अध्यक्षजी र सबै कुराहरू संसारमा भनिसक्नु भएको छ। हामीले यो समस्या चाहिँ वास्तवमा हामीले कसरी थाहा पायौँ भन्ने विषयमा चाहिँ यहाँको स्थानीय तेजेन्द्र बहादुर साईजी हुनुहुन्छ र कल्पना साई हुनुहुन्छ। उहाँहरू मार्फत हामीले सूचना प्राप्त गरेपछि उहाँहरूको सहयोगमा हामीले सूचना पाइसकेपछि हामीले चाहिँ थोरै उहाँहरूको लागि केही गर्न सक्छौँ भनेर हामीले सानो प्रयास गरिरहेको छौँ। यसको बारेमा हजुरले चाहिँ उहाँ त काइके गाउँपालिकाको स्थायी बासिन्दा हुनुहुरहेछ। हामीलाई उहाँको अध्ययन गर्दाखेरि जस्तै उहाँहरू आफ्नो उको सिलसिलामा यहाँ आउँदै गर्दाखेरि हजुरले विगत कति वर्षदेखि अगाडिदेखि यहाँ कसरी कुन अवस्थामा कसरी आश्रय दिएर राखिरहनु भएको छ यो बारेमा थोरै भनिदिनु न। मैले पछि लगभग करिब यसको 1 दशकभन्दा पनि लगभग विगत चाहिँ 8 वर्षदेखि अगाडि लगभग 75 सालमा म विद्यालयबाट आउँदै गर्दाखेरि बाटोमा एकदम उहाँ झाडाफाडा लाएर एकदम ग्रस्त अवस्थामा हुनुहुन्थ्यो। बाटो भेट्दाखेरि मैले उहाँ अशक्त अवस्थामा देख्दाखेरि मैले घरमै लिएर सुरक्षा गरेर गराएँ, पालन पोषण गराएँ होइन। त्यो गर्दाखेरि अब यसको लागि चाहिँ मैले उहाँको अहिले विगत चाहिँ एउटा एकल महिला हुनुहुन्छ, उहाँको चाहिँ श्रीमान चाहिँ लगभग कति सालमा दिदी देहावसान भएको ल विगत कति सालमा अध्याय पनि उहाँ एकल हुनुहुन्छ। उहाँलाई सारा बच्चा छोराहरू छैनन्, एउटा छोरी पनि अन्य ठाउँमा यही ठुलीबेरी नगरपालिका अन्तर्गत हुकुममा चाहिँ बसोबास गर्दै आएकी छन् होइन, उता गइसकेछन्। र यसको लागि उहाँले जुन हाम्रो अहिलेको पत्रकार महासङ्घका अध्यक्ष सरोज थापाज्यू र हाम्रो ठुलीबेरी नगरपालिका वडा 3 का चाहिँ वडा अध्यक्ष उहाँको उपस्थिति सामाजिक सञ्जालबाट अथवा अन्य कुनै व्यक्तिबाट विशेष व्यक्तिबाट चाहिँ केही यस्तो व्यक्ति छ भनेर उहाँले सुन्दाखेरि उहाँले आएर आफ्नो सहयोग प्रयास विभिन्न ठाउँमा समन्वय गर्दै सके आफ्नो सहयोगबाट नभए अन्य सङ्घ संस्थाबाट पनि समन्वय गरेर उहाँले चाहिँ बालबच्चाले पठन पाठनको व्यवस्था गरिदिने र चाहिँ उहाँलाई पनि केही राहत मिल्ने किसिमको खानपिन व्यवस्थाहरू जस्तै पौष्टिक आहारहरूको व्यवस्था गरिदिनु भएको छ। सर्वप्रथम उहाँलाई धेरै धेरै धन्यवाद छ। आगामी दिनमा पनि यस्ता सहयोगहरूको हात उहाँ अगाडि बढ्दै जाउन् भन्ने अपेक्षा गर्न चाहन्छु। हस् धन्यवाद। जस्तै अब यो सिलसिलामा हाम्रो कल्पना साईज्यूले एउटा सामाजिक सञ्जालको माध्यमबाट हामीलाई जानकारी गराउनु भयो। जस्तै हजुरले यहाँ छिमेकी भएर बस्दै गर्दाखेरि आश्रय दिँदै गर्दाखेरि उहाँहरूलाई स्याहार गर्दाखेरि कस्तो खालको समस्या भोग्नुभयो, के गर्नुभयो यसो भनिदिनु न। अब कुरा ठिकै हुन्थ्यो, अभिराम भए बेला अनि आफूले अलि ध्यान गर्न नसक्ने नजिकतिर अनि म कहिले कता त्यही पनि गरेँ, सक्दो सहयोग गरेँ, कहिले भात पकाएर कहिले केही गरेर दिएँ नजिकती भएर अनि सबै गरेँ। अनि लास्टमा अब पहिल्यै देख्थेँ यो मेरो चाहना चाहिँ पहिल्यैबाट कसैले भन्न पाउनुहुन्थ्यो कतै सहयोग गर्नुहुन्थ्यो कि जस्तो थियो। तर अस्ति चाहिँ त्यही जोडियौँ र अनि यति हजुरले चाहिँ गर्छु भनेर भन्नुभयो, यति छोटो समय पनि यति धेरै सहयोग गर्नुभयो, हजुरलाई धेरै धेरै धन्यवाद। अनि अङ्कललाई पनि
दुईजना सबै जोड्यौँ र हस् धन्यवाद दियोस्। यो सहयोगमा चाहिँ सबै तपाईँहरू सबैको उत्तिकै दायित्व छ। अब यो सहयोग क्षणिक हो, उहाँलाई दीर्घकालीन व्यवस्थापन गर्नको लागि थुप्रै प्रयासहरू अध्यक्षज्यूले जिल्ला प्रशासन कार्यालय सिडिओ साहब सम्पूर्ण सरकारवाला निकायले आफ्नो आफ्नो ठाउँबाट गरिरहेको छ र हामी पनि अझै थप उहाँहरूलाई के सहयोग गर्न सक्छौँ भन्ने विषयमा अब सम्पूर्ण अब सहयोगी मनहरू सङ्घ संस्था सरकारी निकाय सबैलाई हामीले चाहिँ हामी कोसिस गरिरहनेछौँ। अझै पनि हामीले दुईवटा नानी छ, उहाँहरूको पढाइको लागि पनि अब के गर्ने, कसरी उहाँहरूको व्यवस्थापन गर्ने भन्ने विषयमा थुप्रै त्यो प्रयासहरू गरिरहनेछौँ। आमा हजुरलाई कस्तो लागिरहेछ त? अब तपाईँलाई थोरै वडाध्यक्षज्यू मार्फत यो सहयोग आएको छ, अनि हजुरलाई कस्तो लागिरहेछ यो सहयोग आउँदाखेरि? खुसी लागेछ? खुसी लागेछ। यो बस्छ भन्ने यो नभए म मरिजान्छु, यो पनि रुन्छ के भन्नु। ठिक छ, खुसी हुनुहुन्छ होइन? अब बच्चाले पनि पढ्न पाउँछ, हजुरले पनि केही समय अब केही सामान्य अब केही क्षणिक रूपमा हजुरलाई केही अब यो खानापिनाको लागि अलिकति केही समय टर्नेछ, त्यतिन्जेलसम्म हजुरले उ गर्नु होला। तपाईँलाई हामीले सहयोग गर्ने यसो मनकारी सहयोगी दाताहरूलाई हामी कोसिस गर्नेछौँ। हजुरलाई सक्ने सहयोग हामीले भनेर काहीँ पहल गरेर हुन्छ भने हामी निरन्तर लाग्नेछौँ। के छ अध्यक्षज्यू अन्तिम भन्नुपर्ने केही? अब अरू त केही छैन। अब यो भनेको हजुरको छिनीको लागि हो है, सधैँको लागि हामी पुर्याउन पनि त सक्दैन, हामी पनि भ्याउँदैन, कता कता हुन्छ के हुन्छ यो अब सधैँभरि अब छर छिमेकीले पनि पुर्याउन सक्दैनन्, गर्न सक्दैनन्। त्यसको लागि हामीले गर्ने पहल गरिरहेका छौँ होइन। अब हामी कानुनी प्रक्रियामा हामी जाँदैछौँ, किनकि सिफारिस चाहिन्छ, तपाईँको सम्बन्धित वडाको सिफारिस चाहिने रहेछ, तपाईँको इच्छा पनि चाहियो होइन। सबै कुरा मिलाएर हामी अब लैजाने प्रक्रियामा छौँ। अब कानुनी प्रक्रिया त पुरा गर्नु पर्यो होइन। अब इनकेस हामी किन आएको भनेपछि तपाईँको इच्छा के छ, आकाङ्क्षा के छ, तपाईँको आफन्तहरूले पनि केही अब हामीले सामाजिक सञ्जालमा हालिसकेपछि अब यस्तो गरिसकेपछि केही नराम्रो भन्छन् कि नराम्रो सोच्छन् कि होइन, नकारात्मक सोच हुन्छ नि कसैको, त्यो विचार पनि हामीले आज म दुनैमा गएर हाम्रो दुईजना लागेर त्यहाँ बुझौँ, सबै ठाउँमा कुराकानी गऱ्यौँ। अनि एउटा तपाईँको भतिजा भन्ने हाम्रो वडाध्यक्ष पनि हुँदो रहेछ 7 नम्बरको होइन, उहाँसँग सल्लाह, उहाँले पनि एकदम ठिक हो, ल राम्रो हो, ल गर्नुपर्छ मामा, म पनि लाग्छु भनी भन्नुभयो। उहाँसँग पनि कन्ट्याक्ट भयो। त्यसैले गर्दाखेरि हजुर चाहिँ हामी पहल गरिरहेको छौँ, हजुर ढुक्क हुनुहोस्। दुई बच्चाहरूलाई पनि अब हामीले गर्न सक्ने जति गर्छौँ है। यो नानीलाई पनि अब हामीले भनिसक्यौँ, उसको इच्छा आकाङ्क्षा के छ पढ्ने, 11-12 सम्म पढाउने व्यवस्था हामी गर्ने भयौँ। त्यसपछि